आज हामीहरू गर्न गइरहेका छौँ 26 किलोमिटर हाइक, 13 किलोमिटर अप एन्ड 13 किलोमिटर डाउन। सुन्दाखेरि च्यालेन्जिङ सुन्ने पनि, तर तपाईँले मनदेखि चाहनुहुन्छ भने यस्तो हाइक केही पनि होइन। अस्ति चम्पादेवी हाइक पनि गयो है, भवाल रमाइलो भयो होइन। चम्पादेवी हाइकको अपार सफलतापछि आज चाहिँ हामी फुलचोकी हाइक जाँदैछौँ र आज हाम्रो चिफ गेस्टमा हुनुहुन्छ जुबिसा कार्की। प्लिज वेलकम। नमस्ते। लेट्स गो। आज हामी गर्न गइरहेको हाइक चाहिँ फुलचोकी हाइक हो, जुन चाहिँ जम्मा 26 किलोमिटर छ, 13 किलोमिटर अप एन्ड 13 किलोमिटर डाउन, जसलाई चाहिँ काठमाडौँको वान अफ द टफेस्ट हाइक पनि भनिन्छ। यदि हजुरले हाइक गर्दाखेरि बाटोमा पप्पीहरू देख्नुभयो भने यु आर द लकी वान, दे आर द रियल गाइडर। तपाईँहरूलाई चाहिँ एकदमै ट्रेलको बाटो सिधै डेस्टिनेसनमा पुर्याउँछन् है। तर हामीहरू चाहिँ ट्रेलको बाटो भन्दा पनि रोडको बाटो गयौँ, किनभने त्यहाँको स्थानीय बासिन्दाहरूले पानी परेको समयमा ट्रेलको भन्दा पनि रोडको बाटो सेफ हुन्छ भन्नुभएको थियो। अब काठमाडौँमा पानी सप्लाई चाहिँ यतैदेखि गर्नुपर्छ जस्तो छ। हाम्रो चिफ गेस्ट जुबिसा कार्कीसँग चाहिँ छोटो रिभ्यू चाहिँ लाग्छौँ। कस्तो भइरहेछ म्याम? एकदम रमाइलो भइरहेको छ। खुट्टाहरू दुख्ने जस्तो त भइरहेछ? अलिअलि त दुखी नै हाल्छ। अब हाइकिङ सर्ट हाइकिङ त होइन नि त यो, होइन? त्यही त, एकदम रमाइलो भइरहेछ। फेरि पनि भन्न चाहन्छु, वाक मोर वरीलेस है गाइस। हामीले लगभग 5 किलोमिटर जति हिँडेपछि एउटा छोटो ट्रेलको बाटो चाहिँ पाउँछौँ। अझै हिँड्नुपर्ने बाटो चाहिँ एकदम नै धेरै टाढा छ। हाइकहरूभन्दा चाहिँ अलि के अरे उ रहेछ, के भन्छ, डिफिकल्ट। झुट नबोलेर भन्नुपर्दा चाहिँ डिफिकल्ट चाहिँ एकदमै डिफिकल्ट छ। हामी 65% जति मात्रै हिँडेका छौँ। सो हाई गाइज, सो म पनि 9 to 5 नै जब गर्ने एउटा लेडी हो भन्ने, होइन? सो एउटा टाइम छुट्याएर चाहिँ आउनुपर्छ, होइन? नट ओन्ली टेबल वर्क मात्रै त गऱ्यो, होइन? अरू पनि फिजिकल वर्कहरू पनि होला, तर जति पनि टेबल वर्क गर्ने फिमेल होस् मेल होस्, एक दिनको टाइम छुट्याएर चाहिँ हामीले फिजिकल फिटनेसलाई चाहिँ ध्यान दिनुपर्छ, होइन? त्यसले काहीँ यसरी हाइकिङ चाहिँ जानु पर्यो है त। मौसमले आफ्नो रूप परिवर्तन गर्छ र एकैछिनमा एकदमै जोडले पानी पनि पर्छ। लगभग 85% जति हिँडेपछि हाम्रो डेस्टिनेसनलाई कुहिरोले ढाकिरहेको थियो भने पदयात्रीहरू पनि देखिन थाल्नु भएको थियो। एकदम नै कडा मेहनतपछि हामी फुलचोकी हाइटमा पुग्छौँ, जुन चाहिँ समुद्र सतहदेखि 2700 मिटरको उचाइमा रहेको छ। अब तल झर्न चाहिँ एकदम नै च्यालेन्जिङ हुनेछ। च्यालेन्जिङ हुँदैछ भन्दैमा हार चाहिँ मान्ने कुरा हुँदैन। अब आउने दिनहरूमा नयाँ भिडियोहरू लिएर पक्कै पनि आउनेछु।